हजुरका सन्तान परिवारलाई पनि हामी बधाई दिन्छौँ, किनभने असल बुहारी हजुरको घरभित्र प्रवेश भइसकेको छ र अब हामीहरू परमेश्वरको वचन केवल पाठ मात्रै गर्नेछौँ र आज यहाँहरू दुलहा र दुलहीलाई केवल आशीर्वाद मात्रै प्रभुको वचनबाट यहाँ पाठ गर्नेछौँ। त्यस पश्चात उहाँहरू भित्र प्रवेश गर्नेछ। र यहाँहरूलाई परमेश्वरको वचनबाट दुलहा र दुलहीलाई मण्डलीको तर्फबाट वचनबाट हामी यहाँलाई गिफ्ट दिन चाहन्छौँ र यहाँबाट म बडो लादिनँ र विशेष गरी अब हामीहरू रिबन काट्नेछौँ। त्योभन्दा अगाडि हामी प्रार्थना गर्नेछौँ। हाम्रो रेभरेन्ड फिलिमन बगिया हुनुहुन्छ र हजुरले प्रार्थना गरिदिनुहुन्छ। त्यस पश्चात फेरि हामी रिबन काट्नेछौँ। हामी ताली बजाउनेछौँ, एकदम ताली बजाउनेछौँ। नौ दाम्पत्य जीवनलाई आशीर्वाद र यहाँलाई बधाई दिँदै अब बिस्तारी अनसक्नु भएको कारणले गर्दाखेरि र यस समयमा हामी दुलहा र दुलहीले केक काट्न लागिरहेको छ। यो केक चाहिँ विधि विधान चाहिँ होइन, तर जब हामी ताली बजाउनेछौँ दुईजनाले हात पक्रेर केक काट्नेछ। हामी ताली बजाउनेछौँ। ईश्वरले यहाँलाई आशीर्वाद दियो। उहाँहरूको दाम्पत्य जीवनमा परमप्रभु परमेश्वरको हामी ईश्वरसँग यसरी आशीर्वाद गर्नेछौँ। यहाँलाई बधाई, परमेश्वरले धेरै आशीर्वाद दियो। र अब पहिलोचोटि हाम्रो दुलहाले दुलहीलाई केक खुवाउँछ। यस समयमा नलजाइकन अनुमति दिन्छौँ। र यस समय बाबा आमालाई ढोकिरहेको छ इज्जत। र यसरी नै हामी क्रमैसँग मण्डली कार्य जति पनि हुनुहुन्छ हजुरहरूलाई समय दिनेछ। तपाईँले आजको दुलहा र दुलहा